हेलो नमस्ते म बिबी सिंह म आज एउटा फेरि जानकारीमूलक भिडियो लिएर आएको छु। म आज यो भिडियोमा तपाईँ हामी कोरियामा लाइन फोन बनाइदिन्छु भन्दै धेरैजना ठगिनु भएको छ है। एकदमै सस्तो प्लान देखाउने महँगो एकदमै महँगो बिल आउने भनौँ न हैन। एकदमै धेरै यो कोरियामा लाइन फोनको ठुलै समस्या छ है। अरू जुन साथीहरूले लाइन फोन को आशमा भनौँ न जस्तो राम्रो डाटाको आशमा साथीहरूले जो अरूबाट लाइन फोन रजिस्ट्रेसन गर्नुहुन्छ उहाँहरू पनि धेरैजना फसेको मैले देखेको छु। म आज यो भिडियोमा तपाईँ हामी आफैले सिम कार्ड किनेर फ्री सिम कार्ड है, फ्री सिम कार्ड भनेको कुनै एक्टिभेट सिम कार्ड हैन कि एकदमै पसलबाट खाली सिम मात्रै किन्ने अनि त्यसलाई चाहिँ हामी आफैले आफूलाई चाहे अनुसारको डाटा कसरी कुन प्लान लग्ने भनेर एकदमै राम्रो मेरो विचारमा पर्सनल एकदमै राम्रो चाहे अनुसारको डाटा प्लान राखेर त्यो सिमलाई कसरी एक्टिभेट गर्ने भनेर म यो भिडियो बनाउँदैछु। कोरियामा धेरै तरिकाले सिम एक्टिभेट गर्न सकिन्छ। जस्तो पसलहरूमा गएर पसलहरूमा फ्री सिम कार्ड किनेर अनि आफैले कम्प्युटरबाट सिम एक्टिभेट गर्न सकिन्छ, मोबाइल फोनबाट फोन गरेर एक्टिभेट गर्न सकिन्छ, एटिएम मेसिनमा गएर एक्टिभेट गर्न सकिन्छ। धेरै तरिकाले एक्टिभेट गर्न सकिन्छ सिमहरू हैन। आफैले अरू कसैलाई त्यो सिम कार्डहरु आइडी कार्डहरु पठाएर हुन्छ नि अर्काको डाटा मिसयुज हुने सम्भावना हुँदैन, अर्काको भर परिदिने जसले बढी बिल आउँछ कि भन्ने समस्या पनि भएन त्यो हुँदाखेरि हैन। म आज तपाईँ हामी आफ्नो घर नजिकै भएको सियु भो अनि GS25 जस्तो फेनिजमहरुबाट सिम कार्ड किन्ने अनि त्यसपछि हामी आफैले कम्प्युटरमा अनि त्यो सिम कार्ड आफैले कसरी एक्टिभेट गर्ने भनेर म यो भिडियो बनाउँदै छु है। मसँग यो सिम कार्ड छ, मैले GS25 बाट किनेको सिम कार्ड हो। अब यो सिम कार्ड यसमा कुनै प्लान छैन। अब म आफ्नो चाहना अनुसार आफुलाई आवश्यकता पर्ने अनुसार मेरो एकजना भाइको लागि मैले यो बनाइदिन्छु भनेको थिएँ। अब यसमा महिनाको 7700 बनाउने र 200 मिनेट कल, 100 वटा मेसेज र 2.5 GB डाटा आउने म यो बनाउँदै छु है। अब तपाईहरु पनि आफुलाई यो हुन्छ नि लाइन फोन बनाउने छ, रिचार्ज गरिराख्नु पर्ने सधैँ, त्यो रिचार्ज गरे पनि फेरि युज हुँदैन है, त्यतिकै जान्छ भन्ने डाटा चलाउनु पर्नलाई तपाईले एक्स्ट्रा पैसा खर्च गर्नु भएको छैन है। यस्तो सिम कार्डहरु लैजानुस्, आफ्नो चाहना अनुसार एकदमै राम्रो छ। मैले लगभग कोरियामा 6-7 वर्षै हुन थाल्यो अब मैले आफैले सिम कार्ड एक्टिभेट गरेर म चलाउँछु हैन। म कसैलाई अरूबाट गरिदिए भन्दैन, आफूले चाहे अनुसार जस्तो यो एकचोटी एक्टिभेट गर्नुभयो फेरि कस्टमर केयर सेन्टरमा तपाईले फोन गर्नु भने आफूले चाहे अनुसारको प्लानहरु चेन्ज गर्न सकिन्छ। कुन कुन फेनिजमहरुमा सिम कार्डहरु पाउँछ त्यो कसरी हेर्ने, सिम कार्ड ल्याइसकेपछि अनि त्यसपछि कसरी एक्टिभेट गर्ने र अनि फोनबाट तपाईले कम्प्युटरबाट सक्नु भएन, तपाईसँग कम्प्युटर छैन भने फोनबाट कसरी एक्टिभेट गर्ने भनेर त्यो पनि सिकाउने छु। भिडियोलाई लास्टसम्म हेर्नु होला। केही बुझ्नु भएको छैन भने प्लिज कमेन्ट गर्नु होला है। अरु धेरै जना साथीहरुलाई यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला है त। यु प्लस सेभ भन्ने एउटा उ छ है, यु प्लस आल्तुल भन्ने। अनि यसमा तपाई जानुभयो भने अनि तपाई डिस्क्रिप्सन बक्समा हेर्नु होला, म तपाईलाई त्यो लिंकहरु राख्दिनु होला। त्यस अन्तर्गत यो GS25 एगुम्से भनेर हेर्नुस् होला है। अनि होम प्लसमा पनि हेर्न सक्नुहुन्छ। GS25 को वाला हेरौँ है त हामी। यहाँ हेर्यो भने फर्स्टमा यो विभिन्न प्लानहरु छ। तपाईले आफुलाई मन पर्ने प्लान भन्न आफुलाई उ अनुसार यसमा महिनाको कति आउने यहाँ हेर्नुस् है। जस्तो अहिले म यो बनाउन जाँदै छु। महिनाको 2.5 GB डाटा अनि 200 मिनेट कल, 100 वटा मेसेज। यो फेरि के हो भने तपाईको यो कुनै चाँडै काटेर अनि पेनाल्टीहरु आउने आदि इत्यादि बढी बिल आउने भन्ने हुँदैन। जस्तो तपाई एक हप्ता चलायो मन परेन भने फेरि क्यान्सल गरे पनि हुन्छ, अर्को सिम लगेर त्यो सिममा यो नम्बरलाई ट्रान्सफर गरे पनि हुन्छ है। त्यो आफ्नो बनोइदिन गरे पनि हुन्छ, त्यो त आफ्नो अनुसार। अब सिम कसरी खोज्ने, तपाईको घर नजिक भएको फेनिजममा सिम कार्ड छ कि छैन भन्ने कसरी खोज्ने हेर्नुस् है त। यो फेनिजम छयमा यहाँ क्लिक गर्नुस् है। अनि यहाँ क्लिक गरेपछि यहाँ विभिन्न यहाँ जस्तो यहाँ इन्चन, खेङ्गिदो तपाईको सबै छल्लाबुक्दो नामदो यो सबै एरिया चुज गर्नुस्। म इन्चन चुज गरे। इन्चन अन्तर्गत म बस्ने सगु चुज गरे। सगु अन्तर्गत म यहाँ मेरो उसमा चाहिँ एनिदोङ भनेर हाल्ने है। एनिदोङ भनेर हाने। एनिदोङमा हेर्नुस् है, दुईटा रहेछ, एउटा यो रहेछ
अनि त्यस पछाडि एउटा यो छङ्राउ भन्छ एउटा, अनि एनी छुङ्गा भन्ने रहेछ। यहाँ 6वटा बाँकी रहेछ, यसमा 3टा बाँकी रहेछ। सिम कार्ड कतिवटा बाँकी छ भन्ने पनि देखाउँछ है। अब मेरो घर नजिक मैले हेर्ने हो भने म उसमा हेर्छु, सुमाकुले निन्दन 731 हेर्ने भने मेरो घर नजिक चाहिँ यो रहेछ है। मेरो यो घर नजिक रहेछ। अनि मैले यो सिम कार्ड कसरी किनेको थियो भनेर म यो भिडियो पनि खिचेको छु। यसको भिडियो थोरै हेर्नुस् है त। यसरी त्यो मैले तपाईलाई भिडियो हेर्नु होला। मैले यसरी त्यो सिम कार्ड यसरी नै किनेको थिएँ। मेरो घर नजिक गएको सिम कार्ड है। मैले यहाँबाट यसरी नै किनेको थिएँ। तपाईहरु पनि आफ्नो नजिक भएको यसरी नै हेर्नु होला। अब तपाईको घर नजिक भएको उनीहरु यसरी नै एड्रेसबाट छान्नु होला है। अनि त्यसपछि यो एड्रेस र तपाईको घरबाट कति टाढा छ त्यहाँ हेरेर तपाई किन्न सक्नुहुन्छ है त सिम कार्ड। त्यो भयो। अब त्यसपछि अनि हामी अब यो सिम कार्ड त भयो हैन। सिम कार्ड भइसकेपछि अब तपाईलाई कसरी गर्न सक्ने, एउटा सेल्फ खेतङ भन्ने छ। त्यसपछि अनिपछि अर्को आफैले 5 सिन्चङ भन्ने छ है। म अहिले चाहिँ के गर्छु भने यहाँ अनलाइन सिन्चङ र अर्को छनुवा सिन्चङ भन्ने छ। तपाईसँग ल्यापटप कम्प्युटर छैन भने छनुवा सिन्चङ कसरी गर्ने भनेर म यो भिडियोको लास्टमा गर्छु। अहिले हामी अनलाइन सिन्चङ गर्छौं है त। अनलाइन सिन्चङको लागि अब यसमा तपाईसँग भएको कार्डको पछाडीको नम्बर राख्नुस् भने छ। मेरो U86 छ है। युबाट 86 त्यसपछि 0061 अनि त्यसपछि लगिन गर्ने है। थोनो खानुवान युसिम अनि लेख बन्नु निदा भन्ने छ। त्यसपछि अनि अनलाइन सिन्चङ गर्ने है। यसमा अनलाइन सिन्चङ भयो। अनि मेजाङ यसो युजु खुमे बनइदङ भयो हैन। यसरी मैले यहाँ मिस्टेक गरिरहेको छु। यसमा मैले यो चुज गर्नुपर्ने हो नि त हैन। मैले माथिको चुज गरिरहेको छु। अनि यो बनइदङ हैन कि मैले GS25 बाट किने स्टेप 1 अनि त्यसपछि स्टेप 2 भनेको मैले सिन्ग्यु खाइब गर्ने हो। नयाँ नम्बर बनाउने हो। पुरानो नम्बर बनइदङ भनेको तपाईको पुरानो नम्बरलाई जस्ताको तस्तै नम्बर गर्ने। अनि त्यसपछि उहाँले त्यसपछि अनलाइन सिन्चङ गरे है। अनलाइन सिन्चङ गर्दाखेरि अनि यसमा दुईटा देखायो, सिन्ग्यु खाइब अनि यो डाटा पनि देखायो, महिनाको यति बिल आउने पनि देखायो है। एकदमै सजिलो छ यो। एननेब इन्जुङरो खानपिहान खाइब भन्ने छ। यो बाटो पनि गर्न सकिन्छ है। यसको लागि म कुनै अर्को दिन बनाउला। अब यसपछि मैले गर्ने भए इल्बान सिन्चङरो खाइब आगिमा यसमा क्लिक गरे है त। यसमा क्लिक गरेपछि यहाँ डिटेल देखायो। अनि त्यसपछि अनि यो सबै थोङे गर्नुस् है। यो सबै थोङे गर्नुस्। अनि यो सबै थोङे गरिसकेपछि अनि सबै गरिसकेपछि अनि थाम गर्नुस् है। थाम गरिसकेपछि अब यसमा हेर्नुस् है। ओइगुगिन सिपखुसे इसाङ भयो। हामी 19 वर्षभन्दा माथिको विदेशी भने छौँ है। अब यसमा नाम राख्छु म। अनि यसमा आइडी कार्ड हैन। अनि त्यसपछि यसमा खुक्जक भनेर है नेपाल भनेर चुज गर्ने। अनि यसमा चाहिँ 3 तरिकाले इन्जुङ गर्न सकिन्छ है। सिन्युङ कार्डबाट इन्जुङ गर्न सकिन्छ। सिन्युङ कार्ड भने कुन-कुनबाट गर्न सकिन्छ भनेर यहाँ सबै डिटेल देखाएको छ। अनि सिन्युङ कार्ड फोगिनिन्दे भने यहाँ सबै देखाएको छ है। बीसी कार्डको यति नम्बर छ, यारिस इन्जुङ खोगेको छ नभनु सबै देखाएको छ है। अनि यसमा छ अर्को नेब इन्जुङबाट पनि धेरै तरिकाले गर्न सकिन्छ। नेब इन्जुङ झन् सजिलो छ। म तपाईलाई अर्को कुनै भिडियो गरला। अहिले म फब बियोङ खोदोङ इन्जुङ भनेर यहाँबाट गर्छु है। अनि त्यसपछि यसमा
इन्जुङ हाइकन यसरी यहाँ क्लिक गर्ने, यो क्लिक गरिसके पछाडि ओके गर्ने अनि यसमा यो देखायो है, अटोमेटिक देखायो। अनि यसमा पासवर्ड राख्ने, अनि त्यसपछि मैले ओके गरेँ। ओके गरिसके पछाडि यहाँ हेर्नुहोस् है, फोनी इन्जुङ त्यसुम्निदा भन्यो, ओके गर्ने। यो इन्जुङ ओइरो भयो। सबभन्दा गाह्रो भनेको यही थियो है, यो हो। अनि त्यस पछाडि अब राखौँ हामी सिन्छङ छङ्बो भनेछ है। अनि सिन्छङ छङ्बोमा अब यो भनेको के हो भनेपछि लास्टको 4वटा डिजिट तपाईँ आफैले राख्न पाउनुहुन्छ। लास्टको 4वटा डिजिट है। अब तपाईँ फोन हाम्रो 11वटा डिजिट हुन्छ नि, त्यसको लास्टको 4वटा डिजिट हामीले आफैले राख्न पाउँछ है। अनि मैले अनि त्यस पछाडि यो ओके भयो है। अनि त्यस पछाडि एलाक खानुन छना बनाऊ भनेछ है। एलाक खानुन छना बनाउमा मैले मेरो नम्बर राखिदिएँ। भोलि केही सोधिहाल्यो भने मैले उत्तर दिन सक्ने भएर। अनि त्यस पछाडि अब यहाँ एड्रेस भनेछ है। अब के हो भनेछ छित्थेक छात्थेक, त्यसपछि गिथा, अब कुन हो एड्रेस है। यहाँ एड्रेस यसरी छान्नुहोस्, उन्जन्ड्रो एड्रेस अनप, ओके यो भयो। त्यसपछि इमेल एड्रेस भनेछ है, इमेल एड्रेस। अनि त्यस पछाडि यहाँ बुका सर्भिस कुनै अरू युज गर्ने भनेछ है। जस्तो देइथा आन्सिम अप्सन भनेछ नि, यो भनेको के हो थाहा छ भने तपाईको 5 GB डाटा सिद्धिसके पछाडि महिनाको 400 kbps मा महिनाको 5501 थप हुन्छ। त्यसपछि अनलिमिटेड हुन्छ भन्छ, जो बजारमा 3G अनलिमिटेड भन्छ नि, हो सेम यही हो देइथा आन्सिम अप्सन भनेको। तर त्यो एकदमै स्लो हुन्छ, म कसैलाई नगर्नुस् भनेर रिकमेन्ड गर्छु है। अनि त्यसपछि बनो फेन्गेङ आन्ने, यो चाहिँ 1 महिनाको 3300 काट्छ। तर त्यसपछि तपाईले इछन बरु आले जुन छन भने छमदिन छनदन उमेशरो आले गरेर छादुङरो छनो एंगलले हामीदा भनेछ है। ओके यो नगरम। अनि त्यसपछि छुछन जाइरमा मैले आफ्नो नाम राखे है। तपाईहरु पनि अब बनाउँदै हुनुहुन्छ भने कहाँबाट थाहा पाउनु भयो हैन, आदि इत्यादि भनेर त्यसको लागि हो मेरो नाम राखिदिदा हुन्छ हैन। मैले मेरो नाम राख्न भन्छु। मेरो नम्बर पनि स्क्रिनमा हेर्नु होला, म स्क्रिनमा राखिदिने छु। यो नम्बरमा मेरो नाम र मेरो एड्रेस राखिदिनु भने राम्रो हुन्छ। छुचनै वागिन गर्नुस्, यहाँ हेर्नुस् है, यो मेरो छुचनै वागिन देशुम्दा भन्यो। तपाईले कहाँबाट थाहा पाउनु भयो, कसरी गर्नुभयो भन्ने हो। मेरो यो नाम राखिदिदा हुन्छ, तपाईले केही फरक पर्दैन है। अनि त्यस पछाडि छुछन्छ फाद्नन फबिन सन्तेक मुन्चारो फाद्नन अथवा इमेल हुन्छ, मुन्चारो ठीक छ। अनि त्यसपछि एगुम नाम बो भनेछ है। एगुम नाम खेजाबाट गर्ने कि क्याबाट भनेछ। अब खेजा गरौँ है त। खेजाबाट उरिउन्याङ हो, उरिउन्याङ हो। उरिउन्याङ अन्तर्गत उरिउन्याङमा 100 अनि त्यसपछि खेजा छङ्बो युछन खम्सा भनेर यो पनि उरो अनि ओके गर्ने है। यहाँनिर कहाँ छ छुलछुलने थोङी एजुसे भन्ने कहाँ छ, यहाँ कुनै ठाउँ टिक लगाउन बाँकी हुनुपर्छ। यहाँनिर टिक लगाउनु होला। अनि त्यस पछाडि यहाँ खम्सा गर्ने, यो गरेर पनि यहाँ हेर्नुहोस् है, खेजा छङ्बो वागिनी अहिले देशुम्दा भन्यो, ओके गर्ने। अनि त्योभन्दा तल आउनुहोस् है, यो सबै ठिक छ। त्यस पछाडि सिन्छङ छ छाक्छङ ओइल्योमा क्लिक गर्नुहोस् है। अनि छामकामान खोगिनी मन छ, पछाडि ओके गर्ने। अनि यो उ आयो। अनि त्यसपछि यसलाई बन्द गर्नुहोस्। अनि यो सबै कम्प्लिट भयो, यहाँ हेर्नुहोस् है, यो सबै कम्प्लिट भयो। अनि यो सबै मुर्यो भनेछ है, यहाँ सबै कम्प्लिट भयो। अनि मेरोमा पनि मेसेज आयो। अनि यो गुम्चे छम्बो सबै भयो है। अनि त्यस पछाडि मुन्छ सबिसो यो फेजुन नेक्स फोगी हुन्छ, यो केही गर्नु परेन। अब यो यति यो कम्प्लिट भयो। अब यो कम्प्लिट भइसके पछाडि भोलि एकचोटि कल गर्नुपर्छ। मैले खाइब गरेको अनि खेथुङे जुस्यो भने एकचोटि सर्भिस सेन्टरमा फोन गरे भने उनीहरूको सिम तुरुन्तै एक्टिभेट हुन्छ है त। अब मेरो यो सबै कम्प्लिट भयो। मैले एकचोटि यहाँ यो फोटो खिचेर राखेँ है। यो छुमुन बनो, यो बनो चाहिँ मेन इम्पोर्टेन्ट हुन्छ। अनि त्यही भएर मैले एकचोटि फोटो खिचेर राखेँ। अब सिम अनि आफैले यो भनेको अब फाइनल भयो हैन। अब महिनाको 7751 आउँछ। अनि तपाईँ कुनै पनि चाह्यो भने यो काट्न सक्नुहुन्छ हैन, नम्बर चेन्ज गरेर अर्को सिम निकाल्न सक्नुहुन्छ। यो भोलि एकचोटि सर्भिस सेन्टरमा कल गर्नुपर्छ। यहाँ हेर्नुहोस् यो मुयाक्जा हो, फेरि थोङिक सारो मुयाक्जा हो, सिन्किउ खाइब हो। अब यति नै हो है। अब यसको लागि अब सिम राखेर मोबाइलमा भोलि तपाईले सर्भिस सेन्टरमा एकचोटि कल गर्नुभयो भने
अनि सिन्ग्यु खाइ भेनन्दे खेतोङ एजुस्यो भनेर मात्रै फोन गर्नु हो भने उताबाट खेतोङ अनि सिम एक्टिभेट गरिदिन्छ है। मैले हिजो राति अनलाइन रजिस्ट्रेसन गरेँ, तपाईँले भिडियो हेर्नु होला है, हेर्नुभयो होला। म आज अब सिम रजिस्ट्रेसन गरिसके पछाडि अनलाइनबाट सिम रजिस्ट्रेसन गरिसके पछाडि सर्भिस सेन्टरमा कल गर्नलाई यो सिम एक्टिभेट गराइदिनुस् भनेर एकचोटि कल गर्नुपर्छ है। अब म यो सिम राख्दैछु यो मोबाइलमा, अर्को मोबाइलमा, यो मोबाइलमा यसरी म सिम राख्छु है। मैले यसरी सिम राखेँ। सिम राखिसके पछाडि अब म सर्भिस सेन्टरमा कल गर्छु है। हेर्नुहोस् है, अब सर्भिस सेन्टरमा के भन्छ तपाईँहरू सुन्नुहोस् है। तपाईँहरू पनि यसरी नै एक्टिभेट गराउनु होला। हेर्नुहोस् है। 유플러스 알뜰 모바일 교통센터입니다. 죄송합니다. 오늘은 공휴일이거나 회사가 지정한 휴무일이므로 개통 접수만 가능합니다. 상담원과 통화는 다음 업무 시간에 다시 전화하여 주시기 바랍니다. 개통 접수는 1번을 눌러주세요. 개통하실 휴대폰 번호를 입력하시고 별표나 우물정자를 눌러주십시오. 고객님께서 입력하신 휴대폰 번호는 01017입니다. 맞으면 1번, 틀리면 2번을 눌러 접수되었습니다. 접수 순서에 따라 신속히 처리해드리며 영업시간 이후 개통 접수건에 한해서는 다음 업무 시간에 자동 처리됩니다. 감사합니다. त्यहाँबाट कल आउँछ मलाई, अनि त्यहाँबाट कल आइसके पछाडि अनि नम्बर उ गर्छ, त्यो नम्बर चाहिँ एक्टिभेट गर्नलाई कल गर्छ है। 신청 700원 요금제 맞으세요? 네, 맞습니다. 네, 이거 신규 가입이라서 회망하는 뒤에 네 자리 번호가 3059 이거 만약에 없을 경우 다른 번호 더 있으신가요? 그거 없으면 네. 그거 확인할 수 있나요? 그거 되는지 안 되는지? 지금 확인이 안 돼요. 지금은 안 돼요? 네. 잠시만. 3059 없을 경우는 저희가 유사 번호로 개통하는데 괜찮으세요? 어떤 번호로? 아무거나. 막 뒤에 네 자리가 5992. 잠시만요. 네, 마지막 번호. 네. 7209. 7209. 7209. 네, 네. 알겠습니다. 네. 그리고 현재 사용하려고 하는 휴대폰 모델명 어떤 거세요? 삼성 갤럭시인데 A7인가? 아니. A7? A7인 같은데. 한국에서 구매하셨죠? 네, 맞아요. 네. 그리고 외국인 등록증 앞면에 발급 날짜 확인 부탁드릴게요. 발급 날짜? 네. 등록증 앞면에 발급 일자. 네. 21년? 네, 맞습니다. 네. 이따 개통이 되면은 제가 문자로 남겨드릴게요. 그때 네. 유심 바로 끼고 사용하시면 되세요. 네. 네, 그럼 접수 이대로 하겠습니다. 네, 감사합니다. 네, 들어가세요. 네, 전화로 되세요. 네. तपाईँले कम्प्युटरबाट कसरी रजिस्ट्रेसन गर्ने भनेर त हेर्नुभयो है। अब जुन साथीहरूसँग कम्प्युटर छैन, मोबाइलबाट गर्न सक्नुहुन्छ अथवा योबाट सकिन भन्ने जो साथीहरूले सोच्नु भएको छ, उहाँहरूले तपाईँ आफैले फोनबाट पनि सिन्सङ गर्न सक्नुहुन्छ है। फोनबाट पनि रजिस्ट्रेसन गर्न सक्नुहुन्छ, तर त्यसको लागि अलि भाषा अलि भनेको कुरा बुझ्न सक्ने, अलि बोल्न सक्ने हुनुपर्छ है। अब कसरी गर्ने भनेर यसरी नै यो वेबसाइट खोल्ले है। यो वेबसाइट खोलिसके पछाडि अब तपाईँ बनोइदम यहाँ तपाईँ अनलाइनबाट मगाउनु भयो भने तपाईँले थाहा छ होला अनलाइनबाट अथवा कुनबाट किन्नुभयो, GS25बाट किन्नुभयो। अनि त्यस पछाडि तपाईँ नयाँ गर्ने भए नयाँ नम्बर रजिस्ट्रेसन गर्ने भए यहाँ सिन्क्यु खाइबमा क्लिक गर्ने, अनि बनोइदम भनेको पहिला तपाईँले युज गरिसक्नु भएको नम्बरलाई फेरि त्यही बनाउने हो भने यो बनोइदममा गर्ने है। त्यस पछाडि तपाईँलाई यो लिस्टमा कुन चाहिँ तपाईँले नम्बर यो एगुम्छे प्लान
चुज गर्ने हो, यसरी नै चुज गर्ने। त्यस पछाडि यसमा मोडेल पछाडि त्यो सिम कार्डको पछाडि भएको यु सिम इलेन बनो राख्ने अनि त्यसपछि नम्बर आएपछि वागिन गर्ने है। वागिन गरिसके पछाडि अहिले मेरोमा त्यो नम्बर नभएकोले यस्तो देखाएको, अनि त्योभन्दा भित्र के देखाउँछ भने तपाईँको नाम देखाउँछ है। अनि त्यस पछाडि सुसन्जा कसले रिकमेन्डेसन गरेको भनेर देखाउँछ, त्योमा मेरो नाम लेखिदिन सक्नुहुन्छ है। मेरो नाम लेख्नु होला, अनि फोन नम्बर लेख्न सक्नुहुन्छ, अनि मेरो नाम र फोन नम्बरमा स्क्रिनमा उ गरिदिउँला। अनि त्यो सुसन्जा चाहिँ भोलि बाइचान्स कसकोबाट थाहा पाउनु भयो होइन, तपाईँले के गर्न सक्नु भएन भने मलाई सोध्न सक्छ होइन, मलाई फोन आउन सक्छ। त्यो सुसन्जाको नाम हो कि रिकमेन्डेसन गरेको व्यक्तिको नाम हो, मेरो नाम लेखिदिन सक्नुहुन्छ है। अनि त्यो भइसके पछाडि अनि तपाईँले त्यहाँ टाइम हुन्छ, कुन टाइम तपाईँको यति गते यति बजे भनेर टाइम चुज गर्ने आउँछ, त्यो टाइम चुज गर्नु होला। टाइम चुज गरिसके पछाडि अनि तपाईँलाई अब त्यो बिचमा तपाईँलाई कल आउँछ है। कल आइसके पछाडि अनि तपाईँले तयार गरेर बस्नुपर्ने कुराहरू मैले यहाँ लिस्ट बनाएर राखेको छु है। त्यो लिस्टहरू यो ती लिस्टहरू चाहिँ यो लिस्टमा हेर्नुहोस् है। मैले यसरी लेखेको छु, सिन्क्यु 5 गर्दा सोध्ने कुराहरू के हुन् भने सुरुमा 1 नम्बरमा तपाईँको नाम सोध्छ है, अनि आइडी कार्ड नम्बर सोध्छ है। त्यस पछाडि फाल्गु बिल्चा भनेको तपाईँको आइडी कार्ड, यो आइडी कार्ड छ भने यो डेट है, यहाँनिर अगाडि फाल्गु बिल्चा त्यो त्यो आइडी कार्ड बनेको डेट हो है। अनि त्यो हो। अनि कहिलेकाहीँ तपाईँको ऊ मिलेन, तपाईँले भनेको केही कुरा बुझेन भने किन बुझ्दैनन् भने जस्तो हाम्रो इङ्ग्लिस प्रोनाउन्सिएसन र कोरियनले प्रोनाउन्सिएसन फरक हुन्छ है। उहाँहरूले बुझ्न अलिक गाह्रो, मलाई नि एकदमै गाह्रो पर्छ यो बुझाउन है। आरलाई आल भनिदिन्छन्, अनि के भनिदिन्छन् है, यो बुझ्न गाह्रो हुन्छ। त्यही भएर तपाईँले कार्डको फोटो पठाउनुहोस् भन्छ के, त्यही भएर कार्डको फोटो यसरी पठाउनु होला है। यो लिस्टमा देखेको अनुसार मैले यसरी गरेछु, इर ह्वायङ युसिम सिन्सङ भनेर त्यो डेट लेख्ने, कति गते गर्ने होइन। त्यस पछाडि u+save.com भनेपछि यो गरिसके पछाडि अनि तपाईँको बाहिर कतै मिसयुज हुँदैन। एकचोटि मात्र युज गरेको हो यो, त्योभन्दा अरू ठाउँमा युज गर्न सकिँदैन। यति गते मात्र यो भ्यालिड हुन्छ भनेर मैले यसरी लेखिदिएको छु कि, अनि यहाँ साइडमा साइन गरिदिँदा भयो है। अनि त्यस पछाडि यो यसरी मात्र अगाडिको मात्र पठाउनु होला, हुन्छ। यो तपाईँको नाम नबुझेको खण्डमा यसो माग्ने हो तिनीहरूले। अनि त्यसपछि तपाईँले एड्रेस सोध्छ, एड्रेस सोधेपछि बैंक एकाउन्ट नम्बर अथवा एटिएम कार्ड नम्बर सोध्छ है। अनि त्यसपछि मोडेल नम्बर, मोबाइलको मोडेल नम्बर सोध्छ, कुन मोडेल नम्बर हो भनेर। यो भनेको ट्रेनमा भएको वाइफाई अटो कनेक्ट गर्नको लागि, जस्तो ट्रेनमा वाइफाईहरू हुन्छ नि त्यो अटो कनेक्ट हुन्छ, त्यसको कुनै पैसा पर्दैन। त्यो तपाईँको त्यो कनेक्ट त्यो वाइफाई सिग्नलमा आउन साथ तपाईँको मोबाइलमा अटो कनेक्ट त्यो वाइफाई हुन्छ है, त्यसको लागि हो। अनि त्यस पछाडि मोबाइलको इलेन बनो भन्छ कि, मोबाइलको इलेन बनो भनेको कस्तो भने नि म तपाईँलाई देखाउँछु है। यो इलेन बनो भनेको यो जुनसुकै, अब आइफोनको चाहिँ के हुन्छ थाहा भएन, आइफोनको मोडेल मात्र हुँदा हुन्छ क्या हो है। सामसुङको यो जस्तो यो फोनको पछाडि तल यहाँ लेखेको हुन्छ कि सानो अक्षरमा, यसमा चाहिँ के लेखेछ भने सुरुमा यहाँ इलेन बनो लेखेछ, त्यसपछि IMEI नम्बर लेखेछ है। त्यस पछाडि के अरू नम्बर लेखेछ है। यो सुरुको इलेन बनो भनेर यो नम्बर सोध्छ तपाईँलाई, यो मोडेलको उसको लागि। यो तपाईँ टिपेर बस्नु होला, यति नै सोध्छ, अरू खासै सोध्दैन। यति कन्फर्म भइसके पछाडि अनि सिम रजिस्ट्रेसन हुन्छ है, यति नै हो है। अब केही बुझ्नु भएन भने कमेन्ट गर्नु होला है। अब मैले जानेको कुरा यसरी नै सेयर गरेँ है। अब एउटा ऊ पनि छ यसमा रमाइलो कुरा के छ भने, तपाईँ कोही म सक्छु भन्ने लाग्छ भने मैले 1-2 जना साथीलाई सिम पठाउन सकिन्छ यो उसबाट है। म सक्छु भन्ने लाग्छ भने भन्नु होला, तपाईँले त्यो 8800 बच्छ। तर तपाईँले कन्फर्म सक्नै पर्छ है। म सक्छु भन्ने लाग्छ भने मलाई मेसेज गर्नु होला, म तपाईँलाई त्यो सिम यसैबाट त्यो रिकमेन्डेसन भन्ने हुन्छ कि त्यहाँबाट फ्रीमा पठाउन मिल्छ। 1-2 जनाको लागि त्यो पनि गरिदिन सक्छु है। हस् त यति नै हो। अब अरू अझ यस्तै जानकारीमूलक भिडियोहरू तपाईँहरूमा अझै ल्याउने छु है। आजलाई यति नै, हस् त, अर्को भिडियोमा भेटौँला। हस् त, नमस्ते।